हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल। आज हामी बनाउन जाँदैछौँ बिरयानीको लागि हामीले सामान रेडी गरिसकेका छौँ। मासु यहाँ छ, प्याज यहाँ छ, प्याज उसिनेको के अरे यो बोइल गरेको प्याज, फ्राई गरेको प्याज यहाँ छ, चामल यहाँ छ, हाफ चामल रेडी भइसक्यो, बिस्तारै पाक्दैछ। अब ढक्कन लगाइदिएँ, अब तेल यहाँ तार्दैछु। मासुलाई अब चुइयाँ पार्नु पऱ्यो। यहाँ मासु पनि हालिसकेँ, बेसार अलि बढी भएर कलर पहेँलो भयो जस्तो छ, तर अरू सब ठिक छ। भात पनि रेडी भयो, मासु पनि रेडी भयो। अब हामीले गर्नु पर्यो मिक्सिङ पनि गरिसके गाइजहरू। अब अलिकति चटनी हो यो, हामीले टक्कला चटनी हाल्ने हो। यतापट्टि हाम्रो यो राइता पनि छ, रिङ प्याज कटिङ भइसक्यो। अब प्लेटमा हालेर सर्भ गर्दैछु म। खाना चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् बिरयानी भनेर। आहाहा हरर बास्ना आछ। अब मोबाइलमा बास्ना आएन होला, आफ्नो मोबाइल छुङ्नुहोस्। भवाल भयो भवाल। ओहो हो, ल हेर्नु प्लेटिङ, यो रेस्टुरेन्ट टाइप प्लेटिङ। अब 3 जना छ यहाँ, खानी एक्लैले हो म। ल थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ।